हजुर, आजको यो भिडियो अन्तर्गत रहेर हामीले भारतमा बसेर पनि नेपालमा कसरी रिचार्ज गर्न सकिन्छ भन्ने बारेमा सिक्नेछौँ। साथीहरू, त्यसको लागि क्रोम ब्राउजर खोल्नुहोला। क्रोम ब्राउजर खोलिसकेपछि म चाहिँ आफ्नो क्रोम ब्राउजर खोल्छु। त्यसपछि सर्च बारमा सर्च गर्नुहोला www.kdsewa.com सर्च गर्नुहोला। म चाहिँ सर्च गर्छु। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ। यसलाई अलि तल झार्नुहोस्। त्यसपछि हामीले रिचार्ज नाउ अप्सनमा क्लिक गर्ने बित्तिकै यस्तो खालको इन्टरफेस आउनेछ। हामीले अलि माथि रहेको यहाँनिर टच गरेर हामीले यहाँ साइन इन गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूको अलरेडी रजिस्टर हुनुहुन्छ, तपाईँको अलरेडी अकाउन्ट छ केडी सेवामा भनेपछि हामीले केडी सेवामा लगइन गर्न सक्छौँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर। यदि तपाईँ रजिस्टर हुनुहुन्न भने यहाँनिर तल देख्नुहोला, यहाँनिर साइन अप अप्सनमा क्लिक गर्नुहोला। त्यति गरिसकेपछि यहाँनिर आफ्नो पुरा नाम राख्नुहोला, वाट्सएप नम्बर राख्नुहोला इन्डियन, त्यसपछि इमेल एड्रेस राख्नुहोला, पासवर्ड बनाउनुहोला, आफ्नो स्टेट कुन स्टेटमा बस्नुहुन्छ सिटी राख्नुहोला, पासकोड राख्नुहोला, जो सिटी पासकोड हुन्छ त्यो राख्नुहोला। त्यसपछि आई एग्री गर्नुहोला। त्यसपछि साइन अपमा क्लिक गरिसकेपछि तपाईँलाई ओटिपी प्राप्त हुनेछ वाट्सएपमा। त्यो ओटिपी राखिसकेपछि तपाईँ रजिस्टर भइहाल्नुहुनेछ। त्यसपछि मैले चाहिँ अब रजिस्टर भइसकेपछि यस्तो खालको यहाँनिर मोबाइल नम्बर राख्ने, तलतिर पासवर्ड राखेर हामीले लगइन गर्न सक्छौँ। म चाहिँ यसलाई लगइन गर्न गइरहेको छु किनभने म अलरेडी मेरो एकाउन्ट छ। म चाहिँ यसलाई लगइन गर्छु। हजुर साथीहरू, म चाहिँ लगइन भइसकेको छु। साथीहरू, यस्तो खालको इन्टरफेस देख्नुहुन्छ तपाईँले। यस्तो धेरै सुविधाहरू छ, जस्तै कि एनसेल एनटिसी टपअप गर्न सकिन्छ, डाटा प्याक, भोइस प्याक लगायतका धेरै सुविधाहरू छन्। जस्तै हेर्नुहोस् यहाँनिर एसएमएस प्याक, भोइस प्याक, रोमिङ प्याक, बोर्डर प्याक, हैन, धेरै इन्डियाको लागि सस्तो कल, नेपालबाट इन्डिया गर्नको लागि सस्तो कल, यस्तै धेरै सुविधाहरू छन्। यहाँनिर तल गएर ई सेवा खल्तीमा पनि हामीले टपअप गर्न सकिन्छ, जस्तै वाइफाईहरू छन्। धेरै सुविधाहरू तपाईँले पाउनुहुनेछ। यदि ग्राहक सेवाको नम्बर पाउनुहुनेछ, इमेल एड्रेस पनि पाउनुहुन्छ, वाट्सएप नम्बर पनि छ। साथै तपाईँहरूले यसमा धेरै सपोर्ट पनि पाउनुहुनेछ। साथीहरू, अब तपाईँहरूले रिचार्ज कसरी गर्ने भन्ने बारेमा एनसेल एनटिसीको रिचार्ज गर्नको लागि यहाँ आफ्नो 10 डिजिटको मोबाइल नम्बर राख्नुहोला। तलतिर जति नेपाली रुपियाँ रिचार्ज गर्ने हो त्यति राख्नुहोला। त्यसपछि सबमिट गर्नुहोला। तपाईँलाई त्यहाँनिर फेरि कन्फर्म गर्न बताउनुहुन्छ। एनसेलको पनि सेम प्रोसेस हो, त्यसरी गर्नुहोला। अनि ई सेवा खल्तीमा पनि ई सेवा रजिस्टर नम्बर, होल्डर नाम राख्नुहोला अनि एमाउन्ट राख्नुहोला। त्यसपछि गर्न सकिन्छ। हजुर साथीहरू, आजको यो भिडियो यति नै थियो। आगामी दिनहरूमा यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। नमस्ते, शुभ दिन।